ए टु जेड थाहा छ क्या बालेन दाईको त्यो टिभीमा पपुलर हुन थालेपछि मलाई मान्छेले क्वेसन गर्न थाले कि उसको त ऊ मेयर हुनभन्दा अगाडि मेयर हुने बेला यहीँ मेरो घरमा प्लान गरेको थिएँ यहीँ पछाडि प्लान गरेको थियो मेयरको लागि के गर्नुपर्छ के गर्नु पर्दैन त्यतिखेरसम्म म सँगै थिएँ अब बालेन दाईको म कतिवटा चिजहरू म भन्छु उसको होइन मैले यो चिजहरू नराखौँ जस्तो भएको थियो तर दाईको भाउ चाहिँ अलि अति नै बढ्यो रहेछ होइन एक त कुनै बितेको छोराको आमालाई झुटो आश्वासन देखाउनु त्यस्तो कहिले नगर्नु दाई तपाईँ जस्तो फेक मान्छे रियल पब्लिकले अहिले मजाले तपाईँको फेस नै चिने छैन तपाईँको म रियल मेसेजहरू अब म सबै निकाल्छु पख्नु दाई तपाईँलाई दुई चारवटा कुरा मैले गरेको थिएँ दाई गरौँ सँगै गरौँ दाई तपाईँले नै भन्नुभएको थियो यहाँ हेर्नु तपाईँको कुराहरू बालेन शाह होइन त फेरि यो फेक आइडी सोचलाई फेरि मैले बनाएर अरू मेसेज देखा जस्तो यो मान्छेको सोच कति अपराधिक छ यहाँ उसको लाइफ ड्यामेज पार्छु नि भनेछ यो मेयर जस्तो सोच भएको मान्छेले लाइफ ड्यामेज पार्छु मैले नि 10 वर्ष भयो पोलिटिक्स गरेको कति मान्छेलाई त स्वाट्ट बालेन आए जस्तो भयो होला नि त होइन बालेन भित्रभित्रै उसले अलिकति पोलिटिक्सको बारेमा नलेज थियो अनि दाजुभाइको कुरा होइन यहाँ दाइ हुँदाहुँदै यस्तो यस्तो चिजहरू यस्तो यस्तो कुरा गरेछ नि त्यो मान्छेले रियल उसको फेस देख्यो भने होइन यो मान्छे मैले सक्दै किन उसको बिचरा त्यो इमेज ब्याड पारिदिनु होइन किन ब्याड पारिदिनु भनेर मैले यो चिजहरू निकालेको थिएन क्या तर अहिले चाहिँ अति भयो उसको अब अस्तिदेखि कुरिरहेको थियो अब त उसको पनि मेरो